Everyone, namaste, शिवाय सबैजनालाई अनि वेलकम ब्याक टु माई च्यानल अगेन। अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि फेरि पनि नयाँ जोस जागर उमङ्गको साथ नयाँ भिडियो लिएर आएको छु। म जेस्मिन जिमी। अनि कृपया मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरेर लाइक सेयर कमेन्ट गरिदिनु होला। अनि भिडियो कस्तो लाग्छ भनेर पनि भनिदिनु होला। अनि सरी, अनि बाइ द वे आजको भिडियोको थम्बनेल अथवा टाइटल हेरेर पनि भिडियो के को बारेमा भनेर थाहा पाइसक्नुभयो होला। अनि आज चाहिँ हो नयाँ वर्ष 2083 लागेको छ आजबाट। अनि म नयाँ जोस जागर उमङ्गका साथ माझ फेरि नयाँ भिडियो लिएर आएको छु। आशा छ सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला। अनि गत वर्षहरूमा जस्तो भए पनि यो वर्ष चाहिँ सबैजनाको राम्रो बितोस्, सबैजनाको धेरै धेरै प्रगति होस्, मेरो पनि धेरै धेरै प्रगति होस्। मेरो युट्युबमा म चाहिँ धेरै भएको छैन नि त, युट्युब स्टार्ट गरेको। अनि मेरो पनि 83मा चाहिँ एकदमै धेरै प्रगति होस् भनेर म आफैलाई शुभकामना दिन्छु। अनि हजुरहरूको त सबैजनाको भइहाल्छ नै। अनि आज चाहिँ न्यु इयर हो। अनि खासै त्यस्तो प्लान थिएन, म गाउँमै भएको भएर अरू बेला त म काठमाडौँतिरै हुन्थेँ त। अनि कता कता जाने के गर्ने हाम्रो प्लान हुन्थ्यो दिदी बहिनीहरूसँग। तर आज चाहिँ छैन। अनि आज चाहिँ हाम्रो गाउँमै यहाँ वनभोज कार्यक्रम हुँदो रहेछ क्या। अरू बेला पनि खानुहुन्थ्यो अरे पिकनिक, अनि योपालि पनि गर्ने भनेर चाहिँ। अनि सबैजनाले जिउको 250 उठाएर चाहिँ हामी आज यहीँ भवन छ हाम्रो पट्टी र गाउँमा, त्यहाँनिर चाहिँ हामी पिकनिक खान जानु लागेको सबैजना मिलेर। अनि हेर्नु होला भिडियोलाई कस्तो लाग्छ। म के गर्छु हेर्छु, देखाउँछु तपाईँहरू सबैजनालाई। यस्तै छ। सबैजनाको नयाँ वर्ष राम्रो होस्। बाइ द वे मेरो भिडियोहरू चाहिँ अलिकति पेन्डिङ छ क्या, 4-5वटा। त्यही भएर यो भिडियो चाहिँ अलिक पछाडि नै आउँछ होला। ढिलै भयो भने, छिटै आए पनि ढिलै आए पनि सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना यही भिडियो मार्फत भन्न चाहे। हाम्रो चाहिँ नि यहाँ पुच्चरमा तल पनि वनभोज कार्यक्रम भइरहेछ। देख्नु चाहिँ देखिँदैन, तर नि त्यहाँ खाइराख्नु भएको छ। वनभोज गीत बजिरहेछ, डान्सहरू हुँदैछ। यो मेरो क्यामेरामा खासै देखिँदैन, रुखले छेल्दा रहेछ क्या। रेडी सकेको। अनि हामी चाहिँ अब भन्ज्याङ जाने के सामानहरू किन्न। हेर्नु है त के किन्छौँ के गर्छौँ भनेर। अनि भरे भेटौँला। अहिले चाहिँ हामी अनि चटपटे खाँदैछौँ। चाहिँ मिठो चटपटे पाउँछ भन्ज्याङमा। पग्लिसक्यो खानु न। अनि छ्याप भन्नुहुन्छ किन मुखमा हाट्दैन। आयो हुन्छ। अनि अहिले चाहिँ हामी फर्केको के सामानहरू किनेर भन्ज्याङबाट। यो भिनेगर लगाएको थियो कि क्या हो। अहिले चाहिँ अनि हामी भन्ज्याङबाट आएर अब पिकनिक खाने ठाउँमा जाँदैछु। अब पुगेपछि देखाउँछु कस्तो के भनेर।
अनि अहिले चाहिँ म यहाँ दाइहरूकोमा छु नि त। अनि एककति चाहिँ यहाँ हाम्रो गाउँमा चाहिँ आगो मार्ने त्यस्तै हुँदो रहेछ क्या। मलाई नि थाहा थिएन। योचोटि मात्र म नयाँ वर्षमा थिएँ नि त। अनि योचोटि थाहा पाएको। अनि जति पनि घरहरू छ नि गाउँमा अनि त्यस्तोमा चाहिँ पूजा गरेर आगो मार्नु हुँदो रहेछ क्या। आगो सबै घरमा आगो बालेर पालै आगो मार्नु हुँदो रहेछ। अनि यो चाहिँ चकमक भनेको चाहिँ ढुङ्गा र त्यो के भन्छौ त्यसलाई, त्यसले चाहिँ ढुङ्गाले पहिला अब ढुङ्गे युगमा जसरी आगो बाल्नुहुन्थ्यो नि त्यसरी बालेर चाहिँ कपडामा बालेर लगेर चाहिँ अनि मात्रै आगो फुक्नु पर्ने रहेछ क्या। भन्न त अब यो दिन आगै नफुक्नु भन्ने रहेछ। तर पनि के गर्नु, अब बेलुका त आगो त बाल्नु पर्यो। सबैको घरमा ग्यास हुन्छ भन्ने हुँदैन। अनि हामी त झन् पिकनिक खाने भनेर बसेको। अनि त्यही भएर चाहिँ अब यसरी आगो बालेर दिदीले यहाँ बाल्नुहुन्छ अनि लानुहुन्छ है त। हेर्नु यो चाहिँ ढुङ्गा र चकमक गरेर बालेको आगो। पानी पर्छ जस्तो छ। छ धुवा आउँदैछ दिदी, आउँदैछ धुवा चाहिँ आउनु चाहिँ आउँदैछ धुवा। कहिले काहीँ अनि अन्दामा त्यो यस्तो ढुङ्गा उयो भयो भने आगोको झिल्का आउँछ नि त ढुङ्गाले ठुक्यो। पोखरीको पप्पा गोठमा बसेको अरे छानामा राखेको अरे चकमक बेस्तरी खोज्यो अरे चकमक भेटेन अरे सुत्यो अरे निन्द्रा आएन अरे। तपाईँहरू को दिदी को बहिनी? हजुर त्यस्तो छैन त। अरूलाई भए त बोल्थ्यो सुन्नु हुँदैन नि त राम्ररी। अनि म कहिले बोलाउँदा बोल्नु हुँदैन त। फेसबुक त यहाँ चाहिँ के उसिनु भएको? आलु होइन मतलब अब त्यो हस्पिटलले 1-2 महिनाको त हुन्छ त नि। खोइ अनि यति मात्रै छुम जस्तो छ त। लड छ नानी बहिनी। यहाँ चाहिँ हाम्रो दाल र कुखुराको मासु पाक्दैछ। बुहारीले पकाउनु हुँदैछ कुखुराको मासु चाहिँ। भात पकाउन आँटेको। अनि के बोल्नु है? साह्रो बोल्नु अरे। तिमीहरूको क्यामेरा चाहिँ अलिक उता ढल्काउ है। अलिक यसो गर्दै लगाऊ लगाउँछौ भने अब सुन्छन् न नलाउ। बुढी मान्छेहरू नाच्दा गीत बजाउँदाखेरि हेर्नु नि। सुनसानमा त लाउनु पर्छ त अनि तातो तलाउनु पनि हुँदैन। आलु सानो सानो भएर कि चलाउँदा पनि त्यही टुक्रिरहन्छ जस्तो। आज तपाईँको कराई भाडा चाहिँ
डरेर सुँगुर होइन सुँगुरको मासु अरे सुँगुर लगायो भने फेरि दुईटा मात्रै लाउनु होइन त दुईटा त होला भरे भातसँग हुनु एउटै छैन छैन त रहेछ कुखुराको चाहिँ छ अलिअलि बरु त्यो के आयो जुस कोही जुस त उतै छ केमा लैजानु त सरुवा भाडाहरू नभेटे यस्तै छ न्यु इयर खतरा किन त्यसरी बस्नुभएको त बस्ने चाहिँ पुरा मेरो अहिले ल्याउँछु म सर थापिदिन्छु अनि खोइ त अनि फेरि यहाँ भिडियो आयो बल्ल अब भन्नु न ए के अरे हामीले के भन्नु त आउँदैन लु दिनु है उतारो कुरै मात्र अरे आउँदैन म त आउने भन्नु छिटो म आलु भटाङ खटाङ भयो पाङमारी भन यो लामनामी बजार है दिङ्ला बजार है दिङ्ला बजार के हो यस्तो गाउँछ दिङ्ला बजारमा दिङ्ला बजारमा त उहिले त कति छिटो मिठो त आनन्द बसेर कमेन्ट गरिरहन्छ कोमा सुन्नु पर्छ बजारमा चाहिँ कस्तो गाउँछ भने नि त्यो उताको हेलो हजुर ए साबी तिर्सना गराउनु नै फोन बोलेको सुनाउनु पर्छ एकछिन हल्ला नगर्नु होला सबैजनालाई नमस्कार सबैजना सीमाहरूलाई आमा दिदी बहिनीहरू बुहारीहरू सबैजनालाई नमस्कार म चाहिँ आजको कार्यक्रमको सञ्चालिका नबोल्नु भिडियो अब के गर्नुहुन्छ सबै होइन अनि हामी चाहिँ आजको यस
नयाँ वर्षको उपलक्ष्यमा चाहिँ सानो गोला बोला होइन गोला बोला भन्ने यसो सबैजनालाई एकछिन मनोरञ्जन होस् भनेर चाहिँ गेम खेलाउनु लागि तपाईँहरू सबैजनालाई अन्त नि तपाईँहरूको भागमा चाहिँ अब एउटा चिठो तान्नु पर्छ बिचमा के पर्छ तपाईँहरूले तानेर त्यो अनुसार हजुर भाग्यमा परिआएको अब के गर्ने त गर्नै पर्यो यतैबाट स्टार्ट हो तान्ने मान्छे चाहिँ आएर तान्छ नि लु तपाईँबाटै स्टार्ट उब्नेदेखि नै लु सुरुमै त पर्नु हो म कुकुर जस्तै कराउँछु अरे के गर्नु कुकुर भुक्नु अनि के गर्नु म मेरो परिचय दिन्छु सबैलाई नमस्ते कुमारी राई हो धन्यवाद जे पाइँदै नबोल्नु न भिडियो गरिरहेछ मनिषा र तीर्था राईलाई नाच्न नाचेको त छोटो छोटो स्टोरेज फुल भयो नाचे नराम्रो नबोल्नु न हौ भिडियो सुट हुँदैछ भाग्य चिठा के गर्नु गर्नै पर्यो भन्दै हुनुहुन्थ्यो कि पानीको छोरा जस्तो एकछिन हुन मन पर्छ गीत नबजाउँ है कपिराइट लाग्छ म जस्मिनलाई एउटा गीत गाउन अनुरोध ल
भयो अरे भयो अरे कहाँबाट हो म चन्द्रिमाया र भीमा कुमारीलाई नाच्न अनुरोध गर्छु तान्दा हुन्छ नि त वरिपरि कुद्छु अरे सजिलो रहेछ म ओइ मनिष र कृतिकाको छ कि छैन है म मनिष र कृतिकालाई घुमी घुमी नाच्न अनुरोध गर्दछु लु के रहेछ म भाले जस्तै कराउँछु दुईचोटि यसो घुमेर त्यो पहिलो भाले जस्तो यसो गरेर त्यो अलिक ठुलो होला
अरे के गर्नुपर्ने म सबैलाई नमस्कार गर्छु मै कति सजिलो मेरो नमस्कार गीत गाउँदै नाच्छु अरे सबैजनाले गाउँ न हामीलाई पनि सपोर्ट गर्छ ओइ तिमीहरू चाहिँ बस न के आयो कति मजा हौ 2 3 4 5 तपाईँलाई गीत के रहेछ सबैले सुन्नु ल म ममितालाई उफ्री एक फन्का ए भगवान ममितालाई को ममिता म त चिन्दिन है वाउ खतरा रहेछ यता फर्केर पर्दैन त्यही भन अहिले उसलाई मिलेछ नि त्यही त नि मामाहरूलाई आएको भए मामाहरूले एबिसिडी त आउँदैन थियो होला मनिष भनिदेऊ ल अब चुमुलुङको पालो जाउँ कासुम त ब्याड बोय एबिसिडी नै आउँदैन रहेछ 2 मा गएको होइन कासुम एबिसिडी नआउने रहेछ अब होला नि एबिसिडी भन्नु लाउनु नि त्यसलाई लु के ताने अब ल चुमुल उतै जाऊ उता लु चुमुलुङले भन्छ ल म A देखि Z सम्म भन्छु लु भन यता फर्केर भन्दिन नानी लु भन बस एबिसिडी भन लु लु यता फर्केर लु भन अब ठिकै पाउँदैन नि लु भन A देखि Z सम्म भन एबिसी उनीहरूको आले सुनिँदैन है अनि त्यसो भनेन भने अलिक साह्रो केदेखि के आउँछ एल एन ओ पी क्यू यहाँ चिट्ठा टिप्नु लगाउनु कासुङ र इन्द्रहरूलाई स्याल जस्तै कराउन लु त भाग्नेहरूलाई लु स्याल जस्तै कराउ हुँदै परेछ त
कुखुरा कता छ लान्छे बुकुली 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 भाग भाग पनि हुन्छ एक के अरे गोरीको गोरीलाई पनि त्यतिकै म एउटा गीतमा छमछमी नाच्छु अघि एबिसिडी ढुकढुक हुन्छ नि टिपिसक्यो सुमिना र करिना राईहरु बाहिर आउनु पर्ला राईनीलाई के हो राईनीलाई को कमला ल ठिक्क परेछ है यो हुँदैन थाल चाहिन्छ मलाई थाल ल्याइदेन गिर्दी छ हुँदैन नि अब थालै बजाउँछु अब भुता हे यता हो भुता उखाले कुट्छ त गर्दैन सेम चाहियो सेम 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 आज दोकान त सानो मिठी मिठी हाँस्ने हो एउटा खै म हेर्छु ल शान्तमाया र कमला राईलाई नाचिदिन अनुरोध गोरी आऊ यता अब नाच्नुहुन्छ मामाहरू ल एकादशी सक्यो सकेको छैन अलि नाच्नु बिचमा खै हौ लु यहाँ नाचेको कमरैमा पटुकी कसेर हाँसिनी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा
तिम्रो मन पर्यो नि ओठ कासुङ त एकछिनमा खाने नि भात एकछिनमा खाने भन्दै थियो